ल भाग्यमानी हुनु ज्ञानी हुनु बाबामा सबैले सबैको इज्जत राख्ने हामी खाइरहेको सबैको इज्जत राख्ने हुनु ल मेरो त पैसा पनि कहाँको छ हौ खै ऊ कन्ने केटीले खै लगाइदिएको खै त बाउले लगाइदिएन छन् ल भाग्यमानी हुनु है ल हेर्न भागै म पैसा दिनु बाँकी छ है मैले पनि दिनुपर्नेको लौ अब गोजीभरि पैसा थाप्नु पर्ने त्यहाँ भाग्ला सुन्ने म त पैसा लिनु जाँदैछु है मेरो बाका छु कान्छा गोजीभरि पैसा आज थाप्छको पैसा त दोकान्छ हो के गर्दा गर्दा ल घोडा किनेर गडक 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 कुदाउनु है तैँले ल ल के कान्छ यो ने उ पछि बुहारीलाई यसो देवले पानीले मलाई भनेर यसो पानी बनाएर के देवले के ल्याइदिनु भएको है, छ त ल लोटा के छ हौ केटातिर त्यो चाहिँ मलाई दे ल भनेर म पनि टिका लगाइदिन्छु मामाले के हो ल मामाले हेर मामालाई लोइ लोइ मामाले हेर्नु रे बिथन के दिनु दिउँ राम्रो पर्नु है हुन्छ मामा भनेको है पानी खाने क्या ये पानी राख्नु पर्छ ल तिमीलाई के राख्नु मान खाने त्यसमा पानी खाने परम्परादेखि नै चलिआयो साथीले त मुख बट्टार्दै थापिहाल्छ त पैसा हराउँछ यहाँले त्यो पैसा यहाँले खै बिदानले त त्यो हराउँछ यो चाहिँ ल खो अघिको सानो यो राख्छु ल भित्र ल इ यो बस्न बोल्नु मुसीलाई मेरो नातिले हात्ती घोडा किन्ने पैसा नाति भाइ बस अब त्यहाँ बोलेटिन पैसा थाप्ने तेरो काम हो नि अब उसको